स्वागत छ फेरि पनि तपाईहरुलाई आजको भिडियोमा। आज चाहिँ हामीहरु अब चाहिँ म उठ्ने छु अनि हामी चाहिँ आजको भिडियो पनि बनाऊँ न हैन। आज के गर्ने छौं त्यो म तपाईहरुलाई देखाउँछु नि त। कस्तो के 6 बजिसक्यो। अब म उठ्छु, क्लासहरुको लागि रेडी हुन्छु, त्यसपछि हेर्दै गरौँ त भिडियो। ल म चाहिँ क्लास लाग्यो है। म चाहिँ ओभर हतार भए। अब क्लासबाट आएर भेटौँ है त। मैले चाहिँ जुत्ता पनि लगाएको छैन। बाई 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 बाई। सो म चाहिँ अहिले भर्खरै आएको छु हैन क्लासबाट। अनि अब चाहिँ म एकैछिनमा फ्रेस हुन्छु। फ्रेस भएर त्यसपछि खानासाना बनाएर खान्छु। त्यसपछि म के गर्छु त्यो तपाईहरुलाई देखाउँछु है त। अनि आज चाहिँ स्पेशल रहेको छ। अनि म चाहिँ तपाईहरुलाई भनिदिन्छु। भोलि चाहिँ हाम्रो चर्चमा विवाह रहेछ। त्यही भएर आज चाहिँ हामीहरु के गर्छौं त्यो म तपाईहरुलाई देखाउँछु है त। हुन्छ, म फ्रेस भएर त्यसपछि खानासाना पकाएर खाएर त्यसपछि भेट्छु है त तपाईहरुलाई। ल हेलो एभ्रीवान। कस्तो के अब चाहिँ हामीहरु चाहिँ भन्दाखेरि हैन अब खाना पकायौं, खायौं अनि हामीहरु चाहिँ भोलिको लागि, भोलि विवाहको लागि हामीहरु गीत प्र्याक्टिस गरिरहेका थियौं। म कस्तो के तपाईहरुलाई अलि छोटो क्लिप देखाउने योजना त थियो, विचार थियो, तर म बिर्से। ठीक छ, अब तपाईहरु राति अलिकति हेर्नु होला, त्यसपछि भोलि है त। सायद यो आजको ब्लग आज नै हाल्छु अनि भोलिको ब्लग भोलि नै हालौँला। ओके ल अब हामीहरु चाहिँ अलिकति आफ्नो बाइकको सर्भिसिङ गर्ने छौं, सेल्फ सर्भिसिङ। त्यसपछि हामीहरु जाने छौं है त। म तपाईहरुलाई देखाउँछु। ओ बिमला भनिरहेछ मलाई नदेखाउने। ल एकैछिनमा भेटौँ है पछि। सरी है, म चाहिँ कस्तो बिर्सिहाल्छु के तपाईहरुलाई भन्न धेरै कुरा त म। अनि जब भिडियो एडिट गर्छु नि त्यो टाइममा याद आउँछ। अनि अब चाहिँ हामीहरु त्यसपछि कहाँ गयौं भन्दाखेरि एफजीटी चर्च, जो चाहिँ हामीहरुलाई सबिन थापा दादाबाट इन्भिटेसन आएको थियो। अनि त्यहाँ चाहिँ हामीहरुलाई प्री क्रिसमस सेलिब्रेसनमा इन्भाइट आएको थियो। त्यही भएर हामीहरु एफजीटी चर्च गयौं अनि त्यसको क्लिप्सहरु तपाईहरु हेर्नुहोस् है अब। हामी चाहिँ इगल्स ग्राउन्डमा फर्स्ट टाइम आएको कारणले हामीहरुलाई यो छोटो गिफ्ट है त।
अनि हामी चाहिँ अब फर्किसकेका छौँ होइन त्यहाँबाट। अनि विपना चाहिँ आफ्नो लागि तरकारी पकाइरह, इग्नोर द ब्याकग्राउन्ड होइन, यस्तै छ। अनि हामीहरूलाई चाहिँ त्यहाँ रमाइलो भयो, धेरै भयो। अनि मजा आयो के, एकदमै क्रिसमस सेलिब्रेसन गऱ्यौँ। अनि सबिन दादाले इन्भाइट गर्नुभएको थियो। अनि हामीहरूलाई चाहिँ पहिलोचोटि हामीहरू इगल्स ग्राउन्डमा गएको कारणले हामीहरूलाई यो चाहिँ बिमलाको हो, यो चाहिँ मेरो हो। हामीहरूलाई छोटो गिफ्ट दिएको हो अनि दिनुभएको थियो त्यहाँबाट। अनि हामी चाहिँ चेक गर्छौँ यहाँ के रहेछ। बिमला एकचोटि यहाँबाट मोबाइल सामान दिउँ न, म गिफ्ट गर्छु नि त। अनि हेरौँ के रहेछ। वाउ वाउ, एउटा चाहिँ किटक्याट, अनि एउटा चाहिँ चोकोबन, अनि एउटा चाहिँ यहाँ लेखेको छ मेरी क्रिसमस। यहाँ हेर्न सक्नुहुन्छ। फर गड सो लभ द वर्ल्ड द्याट ही gave his only son that whoever believes in him should not perish but have eternal life. जोन 3:16 लेखेको छ। यो चाहिँ एउटा हाम्रो लागि हो, एउटा चाहिँ म्यासेज। अनि यो चाहिँ थ्याङ्क यू एफजिटी द चर्च धनगढी फर गिभिङ दिस। ल अब हामी चाहिँ घर निस्क्यौँ है। अब घरमा पुगेर भेटौँ। त्यहाँ अनिल दादालाई, अङ्कल हामी गयौँ, घर गयौँ, ढोका लगाइदिनु। अब अनिल दादालाई अलिकति चर्च रेडी पार्ने जिम्मा दिएको थियौँ। हेरौँ त्यहाँ गएर दादाहरूले कस्तो रेडी पार्नु भएको रहेछ है त। ल गुड मर्निङ। अनि हिजो चाहिँ हामीहरू होइन चर्च आयौँ, तर कस्तो के म बिर्सेँ भिडियोहरू बनाउन। अनि हामी चाहिँ हिजो आएर प्र्याक्टिस गऱ्यौँ अनि चर्च पनि देखाउन बिर्सिकेँ। अनि अहिले चाहिँ म यता रमेश छ अनि यता म छु होइन। अनि हामी चाहिँ बिहानै सबेरै उठेर अनि मर्निङमै हामी चर्च गइरहेछौँ, किनभने त्यहाँ अलिकति कामहरू बाँकी छ, हेर्नुपर्छ हामीले के कस्तो बाँकीहरू छ छैन होइन। मिलाउनु पर्ने कुराहरू मिलाउनु पर्छ। अनि हिजोको ब्लग चाहिँ अलिकति लामो हुन्छ जस्तो लागिरह। अनि हेरौँ के हुन्छ होइन। अनि लामो भयो भने म चाहिँ हिजोको ब्लग एउटा भिडियोमा हाल्छु, अनि आजको यो विवाहवाला ब्लग चाहिँ अर्को भिडियोमा हाल्छु नि त। अनि यो चाहिँ हाम्रो चर्च आयो। त्यति धेरै त डेकोरेसन छैन, तर पनि अलिअलि छ, त्यही म देखाइदिन्छु तपाईँलाई। सस्तो डेकोरेसन लो बजेट है त। अनि अब चाहिँ बाँकीको पार्टहरू म चाहिँ विवाहको पार्ट अब अर्को भिडियोमा देखाउँछु। ठ्याक्कै योभन्दा माथि तपाईँहरू विवाहवाला ब्लग हेर्न सक्नुहुन्छ है त।